यहाँ चाहिँ हामी एउटा पुल आइसकेको छ। आम्बो यार कत्रो उयो यत्रो ठुलो खोला छ यार। किन बाउ लाग्यो त्यो जाँदैछ गाइस। हेलो गाइस, नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ एउटा च्यालेन्ज लिएर आएको छ। मेरो साथीले चाहिँ बागमती खोला हिँडेर तर्छु भनेको छ। सक्छ कि सक्दैन है त, लेट्स गो। सो गाइस, हामी चाहिँ फाइनली यहाँनिर पार्क आइसकेको छ, माकलबारी पार्क। त्यो नारायण के अरे गोकर्णेश्वरको पुल यता हेर, फुलहरू डाइरेक्ट खिलिरहेको छ। त्यही हिँड्दा हामी चाहिँ गलिसक्यो। त्यही भएर अब चाहिँ यहाँनिर हल्का जुस खाएर हामी चाहिँ जान्छौँ है त। घाम लास्टै लागिरहेको छ, त्यही भएर बाटो क्रस गर्नु पऱ्यो। सो चेक क्रसिङ तयारी छ। अब हामी चाहिँ बाटो क्रस गर्दैछौँ यहाँनिर। अब एउटा जुस खाइदिनु गएर जुस खाएर हामी चाहिँ बाटो लाग्नेछौँ। रेडवाला हान्छ बुढाले। सो गाइस, हामीले चाहिँ अब रेडबुल पनि किनेर खाँदै गइरहेको छौँ। त्यो सेतो चाहिँ हान्छ कि हाल्दैन कहिले के हान्छ। रेडवाल मात्र हानेको हानेकै दामी फुल गाइस, दामी मन पऱ्यो ल। गाइस के राम्रो छ क्या, दुबोहरूमा चाहिँ टक्क खेल्नु मन लाग्यो यार। सो साथी चाहिँ अगाडि हिँडिरहेको छ, म चाहिँ पछाडि। उफ शौचालय दामी। यो चाहिँ बस पार्क हो है। यो चाहिँ के बस पार्क भन्छ त्यसो। यो बस पार्कको नाम त के भयो? माकलबारी बस पार्क है। फुलहरू चाहिँ फुलिरहेछ दामी दामी। यताबाट जाउँ न, मेरो प्यारो गोकर्णेश्वरबाट। यो चाहिँ पार्क रहेछ, दामी रहेछ। फुलहरू फुल टिप्न महाअपराधो अरे लगाइछ। सो अब यहाँ चाहिँ हामी एउटा पुल आइसकेको छ। आम्बो यार कत्रो उयो दामी यार, दामी नाइस। दामी हुआ यार। सो गाइस, हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। अब चाहिँ मेरो साथी रेडी भइसकेको छ खोला तर्नलाई। खोला चाहिँ धेरै ठुलो छ। म पनि तर्नु चाहन्थेँ, तर निकै ठुलो खोला छ, मलाई चाहिँ डर लागिरहेछ। त्यही भएर म चाहिँ तर्दिनँ। यो भिडियोमा, यो भ्लगमा चाहिँ 2000 भ्युज आयो भने म पनि अर्कोचोटि चाहिँ खोला तर्नेछु। अब मेरो साथी चाहिँ पुरा रेडी भइसकेको छ है त। अब हेरौँ तर्नु सक्छ कि सक्दैन। के छ दोस्त? ल गाइस, भ्यू चाहिँ दामी छ है त। म चाहिँ अहिले रुखको छारीमा बसिरहेको छु, धेरै घाम लागिरहेछ। अनि त्यही भएर भ्यू चाहिँ दामी छ। बागमतीको खोला चाहिँ यो हो। मसँग आउने साथी चाहिँ यहाँनिर छ। हेलो, के छ बस? के छ? दामी भ्यू आइरहेको छ यार। उभो माथि आऊ न लेसन। उभो जाउँ न, पारी जाउँ न, पौडी खेल्नु। जाउँ त हिँडेर। सो गाइस, त्यो केटा चाहिँ तर्दैछ। अब मुझे बगाउने भएन, बगायो अब ल। हजुर जाउँ त, म भिडियो गरिहाल्छु ल। म त्यस्तो च्यालेन्ज पुरा गर्ने होइन, म भिडियो गरिदिन्छु यहाँबाट। चप्पल चाहिँ हातमा ल्याउ न। ल गाइस हेर्नु, टरेको हेर्नु है। ओइ टर्छ यार। ल यो चाहिँ यस्तो ठुलो खोला छ क्या फेरि। ल अहिले त जादु देखाइदिइरहेको है गाइस। हेर्नु त टर्दै यार। आमो बगायो। अब त्यो पारि चाहिँ एकजना केटी बसिरहेको छ कि, त्यही भएर चाहिँ गएको क्या, त्यो सान देखाउनु त।
चप्पल खोल्दै चाहिँ त्यसले चप्पल खोल्दै चाहिँ त्यसले चप्पल खोल्दै चाहिँ एउटा चप्पल खोलिसके यत्रो ठुलो खोला छ किन बाउ लाग्यो त्यो जाँदैछ गाइस निकै पर पुगिसक्यो पारि पुगिसक्यो तरिसक्यो क्या केटा त खतरा रहेछ नि यार तर्यो बगाउँछ कि भनेर कन्टेन्ट बनाउँ भनेको तर्दिरह ल तर्यो यार अम्बो केटा त खतरा रहेछ नि आऊ न फर्केर आऊ न है खतरा देखाइदियो आऊ न जाने गयो यार आऊ न पारी गएर बस्दिरह त खतरा रहेछ केटा त आऊ फेरि आऊ न आम्बो यत्रो खोला चढ्दै हेर्नु त लु यत्रो ठुलो खोला छ लु खतरा रहेछ यार सो गाइज होइन त्यो मेरो साथीले चाहिँ होइन त्यत्रो खोला तर्नु सक्छ भनेर मैले सोचेको थिइनँ क्या खेलमै त्यो मान्छे तरेर गयो यार म अचम्म लागिरहेको थियो होइन अब गएर म चाहिँ त्यो साथीलाई भन्दैछु तिमीलाई कस्तो भयो भनेर त्यो पारी आउँदैछु पारी जाँदैछु त्यो मान्छे